एसियाली टोली नेपाल अब यस वर्षको अन्त्यतिर वा सन् 2026 को सुरुवातमा हुने ग्लोबल क्वालिफायर प्रतियोगितामा भाग लिनेछ, जहाँ शीर्ष 4 टोलीहरूले अर्को वर्षको मध्यतिर इङ्ल्यान्डमा हुने महिला विश्वकपमा स्थान बनाउनेछन्। टी20 विश्वकप अर्को वर्ष इङ्ल्यान्डमा हुने तयारी भइरहँदा नेपालले ग्लोबल क्वालिफायरबाट अगाडि बढ्न निकै कडा मेहनत गर्नुपर्ने देखिन्छ, किनकि उनीहरूको प्रतिस्पर्धामा पहिले नै पुष्टि भइसकेका उच्च श्रेणीका टोलीहरू बङ्गलादेश, स्कटल्यान्ड, थाइल्यान्ड र उदाउँदो राष्ट्र अमेरिका रहेका छन्। यसमा अझै 5 अन्य राष्ट्रहरू थपिनेछन्, जसले गरी कुल 10 टोली बीचको प्रतिस्पर्धाबाट आगामी महिला टी20 विश्वकपमा स्थान पाउने टोलीहरू तय हुनेछ। तर नेपालले यसअघि एसियन क्वालिफायरमा युएई जस्तो उच्च श्रेणीको टोलीलाई हराएर ग्लोबल क्वालिफायरमा स्थान बनाउँदै सबैलाई चकित पारेको छ। नेपाली कप्तान इन्दु वर्मा विश्वास गर्छिन् कि थाइल्यान्डमा हालै देखिएको प्रदर्शनले नेपाल महिला टोलीको क्षमताको प्रमाण दिएको छ। ग्लोबल क्वालिफायर्समा स्थान बनाउनु ऐतिहासिक उपलब्धि हो, जसले अन्य धेरै अवसरका ढोका पनि खोलिदिएको छ। इन्दु वर्माले हाम्रो खेलकुदमा प्रकाशित भिडियोमा भनिन्, हामी अहिले निकै खुसीको मुडमा छौँ। यो जितले हामीलाई प्रेरणा दिएको छ। यसले देखाएको छ कि नेपालमा महिला क्रिकेटले अझ बढी लगानी र सम्बन्ध निकायको समर्थन पाउनुपर्छ। नेपालको थाइल्यान्डमा भएको एसिया क्वालिफायरमा देखिएको प्रयासले धेरै स्थानबाट प्रशंसा बटुल्यो। यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो उपलब्धिपछि बधाई दिएका थिए। नेपालका लागि महिला क्रिकेटमा ऐतिहासिक उपलब्धि, यो नेपालका लागि गौरवको क्षण हो, ओलीले सामाजिक सञ्जाल मार्फत लेखे। नेपालका पूर्व पुरुष क्रिकेट कप्तान पारस खड्काले पनि नेपाल महिला टोलीको प्रयासलाई सराहना गरे र विशेष गरी निर्णायक सुपर 3 खेलमा प्लेयर अफ द म्याच बनेकी कप्तान वर्माको प्रदर्शनको तारिफ गरे। वाह, कप्तानले अगुवाई गर्दै खड्काले लेखे, हाम्रो महिला क्रिकेट टोलीको विश्वकप क्वालिफायरमा स्थान बनाउन अद्भुत समर्पण। बधाई छ दिदीबहिनीहरूलाई, तपाईँहरूले नेपाललाई गर्व गराउनु भएको छ। आशा छ नेपाली महिला टोलीले यस्तै प्रदर्शन जारी राख्दै अर्को वर्ष नेपाललाई विश्वकप क्रिकेटको इतिहासमा पहिलोपल्ट समावेश गराउँदै नेपाली दर्शकलाई खुसी बनाउनेछ। हस्त नमस्ते, आजलाई यति नै। यो कन्टेन्ट मन परेमा प्लिज क्रिकेट इन द हिमालयज युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।